हेलो हेलो गाइज, हामी चाहिँ आज यता घुमघाम पार्कतिर बेलारुसमा घुम्न आएको। यहाँ क्युट 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 बेबी पनि छ यहाँनिर। ठुलो मान्छे पो आयो त क्युट बेबी देख्नु भने त। बेबीहरू हाई भन्दै बेबी। बेबीहरू छ क्युट क्युट दुईजना बोल्न खोजिरहेको बिचारा त्यहाँ न। वाउ, यो चाहिँ हाम्रो ग्याङ है, नेपाली ग्याङ हो है। दुईटा बेबी चाहिँ एकदम क्युट राम्रो लाग्छ मलाई। अनि यता पनि छ बेबी बोयहरू है। हाम्रो बेलारुसको बसाइ पनि कडा छ, कडा होइन ल है। बेलारुसको बसाइ कस्तो छ भन्दै त। के हो दिदीलाई सोध्छु म, हाम्रो दिदीहरू बेलारुसको बसाइ कस्तो छ। दिदी भनिदिनु त बेलारुसको बसाइ कस्तो छ अरे। एकदम चिसो छ, आज त घाम लागिरहेछ, रमाइलो छ। अब के भनौँ, हाम्रो निर्मला दिदीको कस्तो छ त सुनाइदिनु त। मेरो नि छुट्टै छ, आज पार्कतिर यसो घुमघाम यसो डेटिङ सेटिङ। डेटिङ त होइन होला है, हावा चाहिँ नबलाउ न हौ। त्यसले खत्यो भने हाम्रो उनलाई रमाइलो छ। जान्दैन नि त हामीले अहिले फ्रेन्ड्स या Они друзья. yes friends. दिँदैन गरे के रहेछ यो चाहिँ, के यो बल्छी हो यो बल्छी हो यो। त्यसले त मारेको कि माछा त्यही त। अनि त्यो चलाउन जान्दैनौँ कि। ल गाइज, हामी चाहिँ पक्का पक्का खरस भन्नु न। ओके किन खरस, के गर्नु, रमाइलो छ हौ हाम्रो जिन्दगी नि यस्तै हो। तर मैले आज एउटा टिकटक बनाइन नि, राम्रो आएन। एउटा केही भएको त भन्न नमिल्ने मिल्छ होला है। भयो ब्लकर हो, ब्लकर। पैसा आयो भने मलाई ल्याऊ है। ल सापट्टि कति चाहिन्छ भन्नु न। तपाईँलाई यहाँको कति रुपियाँ चाहियो। रमाइलो छ, आउनुहोस् है। को आउनुहुन्छ एकदम बेलारुस हावापानी एकदम ठिक छ, रमाइलो छ। आधा किलोको चामल किन्न पाइन्छ नेपालमा जस्तो होइन। आधा किलोको चामल किन्न पाइन्छ, नेपालमा जस्तो बोरा पाइँदैन। नेपाली अलिक खाइमार हुन्छ, अलिक धेरै खानु खोज्छ, तर पाउँदैन। त्यस्तो त होइन होला है, त्यति धेरै नभन्नु न हौ। ब्रेडहरू चाहिँ पाइन्छ है, सस्तो सस्तो पाउरोटी पाउरोटी ब्रेडहरू पाइन्छ, आउनुहोस् है। हाम्रो निर्मला दिदी कानमा ठेडी हालेर किन हो यस्तो। म भाइरल होला है। अनि भाइरल भयो भने त झन् अनि भ्युज आउँछ, अनि पैसा तपाईँलाई चाहियो होइन त नि कमाउनुलाई। चाहिएन पैसा, म घुम्न मात्र आयो यहाँ। 3 महिनाको भिजिट भिसामा आएको हामी भनेर भन्नु चाहिँ मिल्दैन। काम गर्न आएको, काम गर्नु त्यतिकै भन्यो। मजाक रमाइलो होइन। अब हप्तामा चाहिँ 5 दिन मरी काम गर्ने हो, अनि 2 दिन चाहिँ छुट्टी हो, 2 दिन चाहिँ यसरी नै रमाइलो छ। मस्त रमाइलो दिदीहरूको चाहिँ एकदम। हाम्रो 3 दिन छुट्टी है, 3 दिन। तपाईँ कति दिन छुट्टी रे? मेरो हाम्रो जम्मा 1 दिन हो आज। भोलि होइन, भोलि तपाईँ एक्लै। अब गोरु जोताइ हो। गोरु जोताइ त हुन्न, यस्तो सजिलो काम पाएर गोरु जोताइ भन्नु मिल्दैन यहाँ। भनेको मतलब 6-7 घन्टा त गर्नु पर्ला नि, काम सजिलो भए पनि। 8 घन्टा कि 8 घन्टा अनि 7-8 घन्टा त अनि एक ठाउँमा बस्दा त बोर हुन्छ नि त। त्यस्तो काम गाह्रो त छैन।
सजिलो छ काम चाहिँ तर तपाईँलाई अनि घुम्ने कुर्सीमा पारेर काम गर्दा पनि कस्तो गाह्रो भएको न हिँड्नु पर्ने होइन लेक्चर हो अब माथि जानु पऱ्यो पनि पुरै घुमाइ माथि पुग्छ बरा यहाँ साथीको चाहिँ टिकटक स्ट्यान्ड कडा छ कडा मोबाइल झन्डै झर